ल भाइरल हुनुभयो अब टिकटकमा तपाईहरुको भाइरल हुनुभयो। मेयर साहबले चाहिँ राम्रै रोकिरहेछ त। मेयर साहब कस्तो लागिरहेछ? रोपा रोप्ने कस्तो लागिरहेछ? राम्रो छ। किसानको छोरा हैन, किसानको छोरा धान रोप्नु पर्छ, धान फलाउनु पर्छ र आफू पनि खानु पर्छ, अरूलाई पनि खुवाउनु पर्छ। ए आज एक दिन मात्रै कि सबै दिन हो? सबै दिन रोप्दा त सबै दिन रोपिन्छ, सबै दिन त हुँदैन नि। हैन तपाईले चाहिँ मल खादको पनि व्यवस्था मिलाउनु पर्छ मेयर साहब। मिलाइरहेछ यता हेर्नु ए भगवान मलाई त सबै हिलो तपाईले हेर्नु ए खतम छ ल। ठीक छ यता हेलो आकाशैको कालो बादल आकाशैको कालो बादल पानी पर्यो झम्म पानी पर्यो झम्म बादलको तालैमा नाचौँ उहाँहरू चाहिँ धान रोप्न आउनुभयो, तर धानको कार्यक्रम गर्न आएको थियो, तर उहाँहरूले चाहिँ धान रोपिरहेको छैन। यहाँ बाटोमा उभिएर यहाँ बाटो मेरो रमिता हेरिरहेको छ। यहाँ हेर्नुहोस्, हाम्रो नेताहरू यस्तो हुन्छ। नेताहरूले चाहिँ धान रोप्न चाहिँ छोडेर यहाँ चाहिँ आएर अरूलाई चाहिँ धान रोपाइरहेको छ। यहाँ यहाँ नेताहरू हेर्नुहोस्, यहाँ नेताहरू रमिता हेरिरहेको छ। यहाँ हेर्नुहोस्, सुनवर्सी नगरपालिका पूर्व उपमेयर मन्जु राई हुनुहुन्छ। उहाँ धान रोप्नेमा एकदम स्पोर्ट। मात्रै ल तपाईँ पनि नाच गरिदिनुहोस्। तपाईँ पनि हेलो म्याडम लगाइदिनुहोस्। यता आउनु बिचमा। किसान संघ अध्यक्ष टेपुराम खड्काज्यूको राम्रो धान रोपाइ छ। सबै पहिला चाहिँ काम गर्नुहोस् पहिला, अनि त्यसपछि नाचगान। उहाँकै गीत हो।
कार्यक्रम जारी छ उल्टो इन्डियन हो इन्डियन सबैभन्दा राम्रो दाजुको छ रोपाई यता हेरिदिनुहोस् मेरो छाप चाहिँ राम्रै भोलि कसले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ काम गर्ने सर हजुरको परिचय दिउँ न म सूर्य पाठक रङ्गली नगरपालिका वडा नम्बर 3 को नेपाली काङ्ग्रेसको पार्टी सभापति। सर आज के को उपलक्ष्यमा आज तपाईँहरू चाहिँ धान रोप्ने पुरै नेताहरूको टिमै हेरे त सर? हामीले यहाँ धान रोप्दैछौँ। आज धान दिवस हो। नेपाली जनताले आजको दिन भनेको फर्स्ट आवरमा अन्न रोपेर मुडी उब्जाउने दिन हो। त्यही हिसाबले हामीले सबै कुराहरू गरिरहेका छौँ। यो हाम्रो देशैभरि अभियान छ। आजको दिन हामी किसानले अन्न उब्जाएन भने यहाँ अरू कसैले खान पाउँदैन। ल सर ठिक छ, तपाईँको भनाइ चाहिँ ठिकै छ, तर बेलामा किसानहरूलाई चाहिँ अब मलको एकदम खाँचो नै परिरहेछ, तर त्यसको म्यानेजमेन्ट चाहिँ किन भइरहेको छैन सर? अब यो सबै नेपाल सरकारको कमजोरीको कारणले, म आफै काङ्ग्रेसको पार्टी सभापति भएको कारणले मेरो पार्टी पनि काङ्ग्रेसमा सहभागी छ। हामी सहकार्य गरिरहेका छौँ। अब त्यो सहकार्य गर्दा गर्दै पनि अहिले भाइहरू पत्रकारहरू सबैले हेर्दै हुनुहुन्छ होला, त्यो ड्यामेज भएको मल चाहिँ कृषि सामग्री कम्पनी र के अरे उसले बाँडिरहेको छ साल ट्रेडिङले। त्यो मल हिजोका दिनमा नेपाली किसानलाई बाँडेको भएदेखि आज त्यो ड्यामेज भएको मल किन बाँड्नु पर्थ्यो? जस्तो कि तपाईँहरूकै पार्टीकै मन्त्री छ भनेर सुन्नमा आइरहेछ, के छ सर? समन्वय चाहिँ गर्नु भएन छ तपाईँहरू? हामीले कति गर्नु, हामीले कति भन्नु, कति आन्दोलन गर्नु। आज पनि हाम्रो सडक जाम भयो, चक्का जाम भयो नेता चोकमा। देशभरि हाम्रो यो कार्यक्रम छ। सबै कुरा हामीले गरेको छ। गर्दा गर्दै पनि हाम्रो नेताहरूले कुरा सुन्नुहुन्न। उहाँहरूलाई कमिसनको चक्करमा लागेर उहाँहरूलाई माल मात्रै चाहियो। म नेताहरूको, म पार्टीको के अरे आधिकारिक मान्छे भएको हुनाले पनि म मेरो नेताहरूको पनि विरोध गर्न चाहन्छु। किनभने यो अवस्थामा किसानले मल पाइरहेको छैन। त्यसपछि पनि अस्ति उब्जिएको मकै धान भुस 20 रुपियाँ किलो पर्छ, 800 रुपियाँ मन 20 रुपियाँ केजी भनेको। आज धान बिक्दैन, 600 रुपियाँ केजी धान भनेछ। नेपाल सरकारले धानको भाउ आज 600 रुपियाँ मनमा पनि हाम्रो धान बिकिरहेको छैन। हामीले यसरी गरेको किसानहरूले खेती। अब यसको कुरा राज्यले, नेपाली काङ्ग्रेसको हाम्रो पार्टी नेता शेरबहादुर देउवाले, अरू हाम्रा नेताहरू महामन्त्री गगन थापाले सदनमा कुरा उठाउनुपर्छ कि सरकार छोड्नुपर्छ, नभए यो सधैँ किसानलाई के अरे दुःख दिने काम गर्नु हुँदैन। अब अन्तमा तपाईँकै पार्टी र त्यो गठबन्धन एमाले र काङ्ग्रेस र लगायत अझै एउटा अहिले सरकार चलाइरहेछ र त्यो अहिले तपाईँलाई सरकारलाई संयुक्त हिसाबले सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ? सरकार त सबै भ्रष्ट भइसक्यो। सरकारमा केही छैन। सरकारले जनताको कुरा, किसानको कुरा कुनै उठाउँदैन। सरकारमा बस्ने मान्छेहरू, मन्त्रीहरू, आफू उसमा बस्ने मान्छेहरू आफ्नो हिसाबले मात्रै गर्ने। आफूलाई कताबाट सुविधा हुन्छ, के लिने, आफ्नो परिवारलाई लिने, त्यही मात्रै कुरा गर्नुहुन्छ।